ल यहाँ हाम्रो एकजना मान्छे एकजना हुनुहुन्छ। हजुरको नाम चाहिँ के पर्यो? मेरो गोविन्द प्रसाद चालिसे। हजुर। अनि हजुरको घर चाहिँ? मेरो घर चाहिँ मेलम्ची सिन्धुपाल्चोक। मेलम्ची। अनि यहाँ चाहिँ कहाँ काठमाडौँ काम गर्नु जब गर्नुहुन्छ के गर्नुहुन्छ हजुर? म बाजे सेकवारतिर जब गर्छु। हजुर। त्यति नै हो। ए अनि घरमा को हुनुहुन्छ? घरमा 2टा छोरा बुढी। हजुर। म 4जना परिवार हो आफ्नो। हजुर हजुर। बाबा सबै छौँ हामी। ए भने सबैजना हुनुहुन्छ? सबैजना हुनुहुन्छ। हजुर। अनि कस्तो अहिले दसैँ कस्तो लागिरहेछ हजुरलाई? कस्तो खुसी? अब यस्तै हो, घर जानु पाएको छैन। हजुर। घर जाने सोचाइमा चाहिँ अब छ अष्टमी दिनसम्म। फुलपातीको दिनमा चाहिँ जाने कुरो हुन्छ। हेरौँ अब कम्पनीको छुट्टी दिउँ। अनि कम्पनीबाट बोनस आयो कि होइन? बोनस आउने हल्ला चाहिँ छ। हल्ला चाहिँ छ। यति निल चाहिँ बोनस आएको छैन। ए ल।